अहिले म नजिकमा गएपछि हेर्नु कति यति उभिन्छ अनि मैले नजिक गएपछि यति माथि उभिन्छ यति उभिन्छ यति अहिले म गमला तान्नु पुच्छस् ल जान निस्किँदैन उतै घुमो फेरि हो यता फर्किँदैछ कस्तो आवाज निकाल्यो है कति यो त वास्तवमा एकदम पुरानो बिर्को खोलिदिनु खोलिदिनु त बिर्को खोलिदिनु बिर्को खोलिदिनु एकछिनमा अहिले खेल आउँछु म सितिरामी भन्छ सानो छ त एउटा काम गर्नु त भन्नु त एउटा कालो पार्टी ल्याउनु त कालो प्लास्टिक छ कालो प्लास्टिक ल्याउनु त ल्याउनु त यो प्लास्टिक बुझ्नु पनि उदाहरण कहिले पनि छिर्दैन क्या अधारमा मात्रै कालो हुन्छ नि बाहिरबाट कि भित्रबाट बाहिरबाट अरे त्यसो भने त सानो हुन्छ यो सानो उतैतिर अलिक बिर्को होइन सुताउनु यसले यसरी सुताउनु अलिक उता अगाडि गर्नु पहिले बान्नु न म मजाले अन्नु हेर्नु बाँध्दैछु फेरि प्लास्टिक भित्र छिल्ल नि हेर्दैन साइडमा त प्लास्टिक यसलाई तपाईँ यहाँ राख्नु ल यहाँ राख्नु ल ल यति भयो छिल्ला नि त तपाईँ चाहिँ आउनु न ए के के कस्तो मान्छे अलि उता जाने ठाउँमा क्या हजुर होइन यहाँ जाउँ न खेल्छ र यसले यहाँ जाउँ यहाँ हो भित्तामा हो ए यसरी आउलाएपछि त सर्छ समाउ त केही भएको छैन यहाँ छिर्छ रिसाएको छ होइन पुरै कस्तो मुला रहेछ हेर न फेर नमानेको क्या छिर्न मानेर हातेसम्म त छिराइहाल्छु म टाउकोसँग हातेर छिर्न मानेको भने छिर्छ कालोमा डेन्जर हान्छ नि छिर्छ किर्को लाउँछ किर्को लाउँछ खोइ त अनि छिर्छ सानोको ठाउँ भएन त्यसमा त हिँड्नै नसक्दो रहेछ नि त मुला चिप्लो छ नि त त्यसै भए त्यो त चिप्लोमा हिँड्न सक्दैन कि झन् दिसा कत्रो अलि ठुलो चाहिन्थ्यो कि है बट्टा टाउको सामान पर्छ हो आँटाको डेन्जर हुन्छ नि बाहिर लैजाऊ बाहिर धेरै भिड हुन्छ बाटोमा हिँड्ने मान्छेहरू बाटोमा अहिले त्यति रिसाउँछ है यो भनेको जानु पानी परेर चिपिहाल्छ मेरो अलिकति लाठी पनि चिप्ल्यो छिर रिटर्न भइहाल्छ अलिकति त्यो गाई त्यो गरेर है कि नअट्दो रहेछ नि अट्छ अब अट्छ नअटेर हुन्छ भइहाल्छ
लागिसक्यो बट्टाभित्रै बम्प गर्दैछ त एरिया हो क्या चाहिँ हुँ? ट्रेनिङ हुन्छ दाइको त्यति बेला कति वर्ष ट्रेनिङ गर्नुपर्छ त्यसको दाइको 2 साल ट्रेनिङ हो अझै एउटा होला जस्तो लाग्छ हौ